नमस्कार, यहाँहरु सम्पूर्णलाई सखीको किचनमा स्वागत छ। आज म बनाउँदैछु अमिलो, पिरो, एकदमै मिठो गिलो चटपटे। त आउनुहोस् लागौं म सँगसँगै मेरो किचनमा। गिलो चटपटे बनाउनलाई के सामानको आवश्यक पर्छ, के लगाउँदा एकदमै मिठो हुन्छ र कसरी बनाउने, आउनुहोस् अब सुरु गरौँ। यहाँ मैले लिएको छु काँक्रा, बन्दाकोपी, बोइल आलुलाई सानो टुक्रामा काटेर लिएको छु र मैले प्याज, धनिया पत्ता पनि लिएको छु र मुराई र खट्टा मिठा वाला भुजियालाई पनि मैले लिए। फुड कलर पनि पकाएर सेलाउनलाई छाडेको छु र अजिना र अलिकति कागतीलाई पनि मैले भिजाएर राखेको। यसरी भिजाएर राखेपछि अजिनामोटो राम्रोसँगले गल्ने भएकोले हाम्रो चटपटेको स्वाद अझ मिठो टेस्ट ल्याउँछ। अब भने हामी बनाउनतिर लागौँ। सबै काटेर राखेको भेजिटेबललाई म एड गर्छु। अब भने म स्वाद अनुसार नुन, रेड चिली पाउडर, चिली फ्ल्याग, भुटेको तिल, चाट मसला र तेल एड गर्दैछु। तपाईहरूले आफ्नो मनपर्ने चिज एड गर्न सक्नुहुन्छ। मैले चाहिँ एकदमै सिम्पल तरिकाले बनाउँदैछु। मुराईलाई पनि म एड गरेर मजाले चलाउने छु ताकि यो सबै मिक्स राम्रोसँग होस्। अब भने म अघि भिजाएर राखेको अजिनामोटो र कागतीलाई एकचोटि राम्रोसँगले चलाएर एड गर्दैछु। यहाँ अमिलो पिरो गिलो चटपटेको लागि चाहिँ म यहाँ कलर पकाउँदैछु। यो कलर भएन भने चाहिँ हाम्रो चटपटे गिलो हुँदैन। त्यसैले गर्दाखेरि मैले अलिकति दिउरेमा पानी अनि अलिकति मैदा र अलिकति फुड कलर लिएर चाहिँ म यसलाई पकाउँदैछु। राम्ररी पकाएर म यसलाई सेलाउन दिनेछु। एकछिन गिलोको लागि कलर पकाएर सेलाउन छाडेको थिएँ। अब म गिलो एड गर्छु र मजाले घोल्नेछु। अब भने हेर्नुहोस् त, हेर्दै मुखमा पानी आउने भयो होइन त? तपाईहरू पनि घरमा मजाले एकचोटि ट्राई गर्नुहोला। यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मलाई सुझाव सल्लाह दिनुहोला। र यहाँको सुझाव सल्लाहले मलाई हौसला मिल्नेछ र म अझ राम्रो भिडियोहरू बनाएर ल्याउन सक्नेछु। मेरो च्यानललाई लाइक, कमेन्ट प्लस सब्स्क्राइब गरेर बेल आइकनलाई पनि दबाइदिनु होला।